नेपालको नक्सा यो होइन, किनकि नेपालको नक्सा त यो हो जसलाई नेपालले आज भन्दा कयौं वर्ष अगाडि घुमाइसकेको छ र विश्वमा नेपाल एक यस्तो देश हो जसले आफ्नो जमिन फिर्ता ल्याउनको लागि कुनै पनि कदम चाल्न सकेन र यो कुरा उति धेरै असम्भव पनि छ जति धेरै हामीलाई बोल्न सजिलो छ। सायद यसैकारण इन्डियाले नेपालमा पटक पटक औँला उठाउने प्रयास गरिरहन्छ र बर्दिया, कञ्चनपुर, कैलाली र कोहलपुर पनि ग्रेटर नेपालको नक्सा हराएको जसरी गायब हुनेवाला थिए। तर यो सबै नहुनुमा एउटा कारण पनि छ र अर्को ग्रेटर नेपाल हराउनुको कारण पनि, र यो सबै कुराको थकाइको चौतारी हुनेछ आजको यस भिडियोमा। नेपालमा जब ग्रेटर नेपालको कुरा उठ्छ तब भारतमा तबै मच्चिन थाल्छ। पूरा नेपाल हमारा है र भारतीयहरूले यसै बारेमा चर्को विवाद उठाउन थाल्छन् र यो यति ठुलो विषय बन्न थाल्छ कि जुन नेपाल र नेपालीले कहिले सोचेकै हुँदैन। ना इन नलायकों को हम कभी बेटी देंगे और ना इनको रोटी देंगे। र अर्को कुरा, भारतले नेपाललाई एक त देश नै गन्दैन। विदिशा नेपाल चीन की गोद में बैठकर हमें धमकी दे रहा है। हुन त मानोस् पनि कसरी, नेपाल भारतको एक मुठी पनि छैन। र अर्को कुरा, नेपालले विगतमा घुमाएका भूभागहरू पनि भारतले आफ्नो भएको दाबी गर्छ। तर इतिहास हेर्ने हो भने नेपालले आज भन्दा 209 वर्ष अगाडि ठुलो भूभाग घुमाइसकेको छ, जसलाई अहिले हामी ग्रेटर नेपालको नक्सामा देख्ने गर्छौं। र अझै मजाको कुरा त यो हो कि नेपाल उत्पन्न हुनुभन्दा अगाडि भारत नामको कुनै देश नै थिएन। र बाँकी भाग हेर्नको लागि यो प्लेलिस्टमा जानु होला।